यहाँ भन्दा आम नागरिकले प्रगति गर्ने ठाउँ देशको लागि केही पनि हुँदैन। अस्ति सडकमा निस्किएको नारा थियो, देऊ ज्ञानेन्द्र आदेश देऊ, ज्यान दिन तयार छु। म चाहिँ कसैका लागि ज्यान दिन्न है। तपाईँ दिनुहुन्छ? तपाईँ तयार हुनुहुन्छ ज्ञानेन्द्रको लागि ज्यान दिनलाई? अनि अर्को नारा थियो, गणतन्त्र धोकेबाज पक्नुस्। गणतन्त्र धोकेबाज होइन, तपाईँ धोकेबाज हो। तपाईको हात धोकेबाज हो, तपाईको औँला धोकेबाज हो, तपाईको मुख धोकेबाज हो, तपाईको सोच धोकेबाज हो। कसरी? बारम्बार सक्षम नभएको नेतालाई तपाईँ पछि लागेर 10 वर्ष, 20 वर्ष, 30 वर्ष, 40 वर्षसम्म भोट दिनुभयो। अहिले आएर गणतन्त्र धोकेबाज भन्नुहुन्छ? गणतन्त्र बोलेको छ? मैले तँलाई धोका दिएँ भनेर? छैन नि। धोका त तपाईले राष्ट्रका लागि तपाईले दिइरहनु भएको छ, ताकि चुनाव आउने बेलामा तपाईको यो औँला बैमानी भएको छ, झ्याप्पै त्यही असक्षम व्यक्तिलाई भोट दिइरहनु भएको छ। अनि तपाईको हात धोकेबाज भइरहेको छ। नोटका बिटा पक्रिन तपाईलाई त्यति आतुर परेको छ गोजी भर्नको लागि। अनि तपाईको मुख धोकेबाज भएको छ। भोट दिने समयमा तपाई मासु र भातमा बुढी भर्नुहुन्छ। अनि तपाईको सोचमा धोकेबाज लुकेको छ, ताकि लङ डिस्टेन्सलाई नहेरेर नेपालको सर्ट एन्ड टाइमलाई हेरेर तपाई अगाउनुहुन्छ। अनि देश विकास खोज्नुहुन्छ आज आएर। अनि भन्नुहुन्छ पूर्व राजा ज्ञानेन्द्र नारा लगाउनुहुन्छ, आदेश देऊ ज्ञानेन्द्र, ज्यान दिन तयार छु। म आफैले आफैलाई लो पार्छु। तर गणतन्त्र धोकेबाज होइन, धोकेबाज आम नागरिक हो। रात दिन देखिरहँदा पनि 17,000 मानिसले ज्यान बलिदान गरेर आएको गणतन्त्र तपाई हाम्रो नागरिकका लागि स्वतन्त्रताको एउटा बाटो हो। यो नराम्रो भन्न मिल्दैन, तर सही नेतृत्व हामीले छान्न नसकेको कारण आज देश यो अवस्थामा घुँडा टेकेको हो। मरेको त होइन देश, बिउजाउन सकिन्छ। घुँडा टेकेको देश टकटकिएर उठ्न सक्छ। तर तपाईको सोच उठ्नु पर्यो, तपाईको व्यवहार उठ्नु पर्यो। एक पल्टलाई तपाईले आफ्नो सोच बदलेर पार्टी नबदले पनि भोट बदलिदिएको थियो भने अन्तिम पटकको चुनावमा आज समयले अर्कै कोल्टे फेरिसक्थ्यो होला। खाने बेलामा मासु र भात पक्रिने बेलामा पैसाका बिटा 2-4 हजारमा बिकेर बारम्बार सक्षम नभएको व्यक्तिलाई भोट दिने। अनि अहिले आएर गणतन्त्र धोकेबाज होइन। ज्ञानेन्द्रका लागि आफ्नो ज्यान बलिदान गर्ने महानुभावहरू यति विचार गर्नुहोस् कि राज संस्था, राजतन्त्र त्यति सजिलो फर्किनेवाला छैन। हिजो 17,000ले आफ्नो ज्यान बलिदान गरे, भोलि 17 लाखले त्यो रोडमा ज्यान बलिदान गर्नु नपरोस्। यो आम नागरिकका छोराछोरी तपाई हामी मरेको यी आँखाले दृश्यले हेर्नु नपरोस्। देशमा शान्ति छाओस्। पुराना नेताहरूले एउटा पार्टीलाई दबाउनको लागि खाल्टो खनेर हाल्न खोजे, तर त्यही खाल्टोमा आज गणतन्त्र धरापमा परेको छ। अनि अहिले कुदाकुद गणतन्त्र जोगाउनको लागि अनि भनिन्छ देश समुन्नति, देश राम्रो। अहिले जस्तो ऐतिहासिक कार्य कहिल्यै भएको थिएन। अहिलेको सरकार सक्षम सरकार। म आफूले आफैलाई लोप्र्याउँछु, कसैलाई होइन। सबैभन्दा धोकेबाज नेपालमा कसैलाई खोज्नु पर्छ भने तपाई आफैलाई खोज्नुहोस्। देशको लागि, राष्ट्रको लागि तपाई आफै धोकेबाज हो। आज
म यही भन्छु यो प्रवासको बस्तीबाट। र अर्को कुरा, अब राजा भित्र्याउने क्रममा फेरि दुर्गा काकाको र यता प्रजातन्त्र पार्टीको फेरि घमासान पर्ला जस्तो छ। तपाईहरूले पुराना पार्टीहरूलाई फ्याँकेर गणतन्त्र फ्याँकेर भोलि राज संस्था उभ्याउनु भयो भने पनि नि भोलि दुर्गा परसाई र राजा पार्टीको त्यही हो फेरि पर्ने, कि दुर्गा परसाई राजा पार्टी मान्ने होइन, अनि राजा पार्टी दुर्गा परसाईको कुन पार्टी हो थाहा भएन। दुर्गा परसाईले भनिरहनु भएको छ म राप्रपा होइन, फेरि राप्रपाले पनि दुर्गा काकाले पनि तिनै राजालाई हातमा समातेर डुलाइरहेका छन्। भन्नुस् अब तपाईँ हामी सुध्रिने कहिले? अब ज्ञानेन्द्र पूर्व राजा ज्ञानेन्द्रको लागि ज्यान दिन्छु भनेर नारा लगाउनु भन्दा पनि आएका सक्षम युवा जुनसुकै पार्टीका हुन्, नयाँ जुन अहिले नयाँ काम गर्न भित्रिएका छन्, बालेन, हर्क, गोपी, रवि, सक्षम व्यक्तिहरू निस्किएका छन् नि, यी व्यक्तिहरूलाई यही व्यवस्थामा यी व्यक्तिहरूलाई एक पटक देशको चाबी दिने प्रयास तपाईँ हाम्रो भोटबाट गरौँ। त्यति भए पुग्छ। तपाईले ज्ञानेन्द्रको लागि, प्रचण्डको लागि, शेरबहादुरको लागि अथवा रविको लागि अथवा कुनै अरू पार्टीको लागि ज्यान दिन्छु, बलि दिन्छु भनिराख्नु पर्दैन। बलि त यी बिहान बेलुका खान नपाएर पनि भइरहेका छौँ। हामी आम नागरिक नाङ्गै हिँडेर पनि बलि जत्तिकै भइरहेका छौँ। आफ्नो देशमा बस्न नपाएका पनि बलि जत्तिकै भइसकेका छौँ। यहाँ सासै जानुपर्छ भन्ने छैन, तर बाँचेका नागरिक पनि पल पल मरेर जिराखेका छौँ, यो पनि नबिर्सिनु होला। धोकेबाज तपाईँ हामी नागरिक हो, गणतन्त्र होइन। 17,000 मरेर आएको एउटा यो अवस्था भोलि गएर 17 लाख फेरि बलिदान नहुन्। आम नागरिक नेपाल आमाका सन्तान, बस यति भए हुन्छ। धन्यवाद।